पूर्वी नेपालको ठूलो मध्यकै एउटा सहर हो इटहरी। भौगोलिक एवं जनसङ्ख्याको हिसाबले ठूलो स्थान रहेको ठाउँ। आजदेखि इटहरीको भिडभाडबाट केवल केही मिनेट टाढा एउटा यस्तो ठाउँ छ जहाँ सुन्दर छ, शान्त छ, सहरबाट केही मात्र टाढा छ। लाँदैछु तपाईँलाई तालतलैया। देखिएकै स्थान इटहरी चोक। यहीँबाट हामी पूर्वतर्फ लाग्छौँ। यही बाटो हुँदै पूर्वको दमक, बिर्तामोड, काँक्राभिट्टासम्म पुगिन्छ। इटहरी चोकबाट करिब 50 मिटर जति पूर्व लागे पश्चात हामी देब्रेतर्फ छिर्छौँ। यहाँ एउटा शान्ति सृजना टोलको मूल गेट रहेको छ। यही मूल गेटलाई बाट हामी भित्र पस्दै लाग्छौँ अघितर्फ। यस गेटबाट करिब 3 किलोमिटर यात्रा गरेपछि पुगिन्छ तालतलैया। त्यही बाटो कसरी जाँदैछ तपाईँहरूलाई पूर्ण रूपमा जानकारी दिँदै म अगाडि बढ्छु है त अब। ताकि भोलिको दिनमा कोही तपाईँ यही बाटो हुँदै घुम्न आउनुभयो भने यसले सरल तरिकाले सहज रूपमा तपाईँलाई तालतलैयासम्म मजाले पुर्याउँछ। अगाडि बढौँ फेरि पनि। पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको सङ्गममा बसेको छ इटहरी। पहिलेभन्दा धेरै मात्रामा जनसङ्ख्या वृद्धि भएको छ। व्यापार, शिक्षा र आवासको केन्द्र पनि बनेको छ भन्दा पछि नपर्ला। शान्ति सृजना टोलबाट करिब 1 किलोमिटर यात्रा गरेपछि पुगिन्छ हाइवे चोक। हाइवे चोकमा चौबाटो रहेको छ। पूर्वतिर गयो भने गछिया पुगिन्छ, पश्चिमतर्फ गइयो भने बरगाछी र सिधै अगाडि लाग्यो भने तालतलैयातर्फ अगाडि बढ्छौँ। फेरि पनि अगाडि बढौँ। भिडियो कस्तो लाग्दैछ हेर्दै जाउँ फेरि पनि। हामीले बाटैमा चुलो, सेकुवा एन्ड कर्नर भेटिहाल्यौँ। यही सेकुवा कर्नर इटहरीमा एकदमै फेमस छ। अब फेरि अगाडि बढौँ। अब केवल केही समयमा हामी पुग्छौँ तालतलैया। तालतलैयाको गेटसम्म आइसकेका छौँ। अहिलेसम्मको यात्रा कस्तो भयो बाटोको यात्रा? अब भने हामी भित्र गएर मजाले घुम्छौँ है त। भिडियो अन्तिमसम्म हेर्नुहोला। तालतलैया छिर्ने 2टा गेट रहेको छ। हामी 2 नम्बर गेटबाट पस्यौँ। यो गेट चाहिँ पश्चिमतर्फ पर्छ, 1 नम्बर गेट पूर्वतर्फ। अब मजाले घुमौँ है त। तालतलैया कस्तो छ, तपाईँलाई कस्तो लाग्छ त्यो पनि प्रतिक्रिया दिनु होला। नेचुरल र आर्टिफिसियल डेकोरेसनले मजाले सजिएको छ तालतलैया। हामी प्रवेश गर्ने बित्तिकै यस ठुलो रूपमा फैलिएको ताल देखिहाल्यौँ। यही अब म तपाईँहरूलाई तालतलैयाको बारेमा विस्तृत रूपमा मजाले जानकारी गराउँछु। तालतलैया सुनसरी जिल्लाको इटहरीमा पर्दछ। इटहरीबाटको सबैभन्दा नजिकको सुन्दर सिमसार यही पनि हो। सहरको भिडभाडबाट केही टाढा शान्त वातावरण अवस्थित छ। छुट्टीको समयमा घुम्नको लागि एकदम रमाइलो हुने ठाउँ, पार्क पर्ने ठाउँ पनि यही हो। यातायात सुविधाले पनि यहाँसम्म पुग्नको लागि सजिलैसँग हामी पुग्न सक्छौँ। आफ्नै साधन छ भने बाइकबाट, अथवा आफूसँग साधन छैन भने सिटी राइड मार्फत पनि हामी यहाँसम्म आउन सक्छौँ। इटहरी चोकबाट करिब 10 किलोमिटर यात्रामा हामी यहाँ मजाले पुग्न सक्छौँ। अहिले थाहा हुँदैछ। तालतलैयामा मान्छेहरू घुम्न आउँछन्, मन शान्त बनाउँछन्। यहाँ विभिन्न खालका खेलहरू खेल्न सकिन्छ, बोटिङ जस्ता कार्यहरू गर्न सकिन्छ। 300 रुपियाँ तिरे पश्चात 3 राउन्ड यहाँ मजाले बोटिङ गर्न सकिन्छ भन्ने हामीले जानकारी पायौँ।
तालतलैया प्रकृतिलाई नजिकबाट बुझ्ने राम्रो स्थान पनि हो। यस सिमसार क्षेत्रले वातावरण सन्तुलन राख्न मद्दत गर्दछ र पानी र जीवनलाई एकदमसँगले एक अर्कालाई सन्तुलित गर्न मद्दत पुर्याउँछ। तालतलैया बचाउने हाम्रो जिम्मेवारी हो। यहाँ आइसके पश्चात फोहोर मैलाहरू नगरिदिनु होला, ताकि प्रकृतिलाई प्रकृतिसँगै रम्न दिनुपर्छ। जो कोही आउनुहुन्छ तपाईँहरूलाई यही सुझाव छ। आजको भिडियो कस्तो लाग्यो? अन्तिमसम्म साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। अब भने म तपाईँहरूलाई यही तालतलैयाबाट धरान रोड कहाँबाट पुगिन्छ भनेर एकदम भित्रको बाटो लाँदैछु, ताकि भोलिको दिनमा तालतलैया जोसुकै घुम्न आउँदाखेरि यही बाटो पछ्याउँदै हामीले धरान रोड समात्छौँ र धरानतर्फ लाग्छौँ, यानि कि धरान बजारतर्फ लाग्न सकौँ या इटरी बजारतर्फ लाग्न सकौँ, इटरी चोकतर्फ लाग्न सकौँ। हेर्दै जानुहोला, अन्तिमसम्म यही बाटो पछ्याउँदै हामी पुग्छौँ बर्गाची। त्यहाँबाट हामीले हाइवे भेट्न सक्छौँ। त्यो हाइवे हो कोशी हाइवे, जहाँबाट हामीले धरान धनकुटा आउँदै माथि ओलङचुङ गोलासम्म पुगिन्छ भने दक्षिणतर्फ गयो भने बिरानगर रानी तल चुकमुनीसम्म पुग्न सक्छौँ। अब भने हामी बर्गाची आइसकेका छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभयो। तपाईँहरूको आगामी यात्राहरू सफल रहिरहोस् भन्दै आज भने तपाईँहरूलाई बिदा चाहन्छु। हस्त नमस्ते, बाई बाई। अर्को भिडियो चाँडै आउने तपाईँहरूलाई प्रतिबद्धता दिँदै म पनि बिदा हुन्छु। बाई बाई।